Hello guys. दिदी बहिनी चाहिँ धेरै समयपछि चाहिँ हामीले एउटा त्यो ट्रेन थियो नि कलर गिफ्ट एक्सचेन्ज होइन त्यो हामीले खेल्ने प्लान गरिरहेको थियौँ के भइरहेको थिएन प्लान गरेको थियौँ हामीले 1 मन्थ भइसक्यो कि घरि ड्युटी मिल्दैन घरि के मिल्दैन भइरहेको थियो होइन तर आज फाइनल्ली हामीले एकदम रमाइलो तरिकाले गर्ने सोचिरहेको छौँ हेरौँ कस्तो हुन्छ प्लिज लाइक कमेन्ट एन्ड के गर्नुपर्छ गर्नुहोस् ल तिमी स्टार्ट ल पिङ्क निकाल 1 2 3 go thank you wow thank you ल अब तिम्रो टर्न अब ग्रीन ल 3 2 1 go कस्तो लाग्यो तिमीलाई गाइज यो चाहिँ प्राङ्क थिएन मेरो अर्को पनि छ गिफ्ट ओके दिस कलर एन्ड अर्को पनि छ अर्को त एकदम निडेड कुरा छ धनी अर्को पनि छ एकदम निडेड कुरा होइन उहाँहरू सेलिब्रेसन नभइरहन्छ गाइज यो त हजुरलाई नै निडेड छ हजुरलाई नै भेट्न दिन्छु सबसे धेरै प्रेसर गाइज होइन यो एकदम ग्लोभ्स एकदम राम्रो छ है तर मलाई यो 100% सानो हुन्छ होइन 100% किनकि मेरो हात अब लास्ट छ नि त गाइज यति स्पेस भएको छ यो पनि म मेरो बहिनीलाई गिफ्ट दिन्छु ओके चाहिँदैन हजुरले युज गर्ने मिल्दैन कि मिल्छ कि चलाउनै मिल्दैन कि स्कुटर चलाउनै मिल्दैन कि दादा ल त्यो पनि अहिले राखौँ न ल यो पनि तिम्रो राख अब तिम्रो टर्न मेरो टर्न है ब्ल्याक ल ब्ल्याक निकाल 3 2 1 go थ्याङ्क यू सो मच कस्तो लाग्यो राम्रो लाग्यो थ्याङ्क यू मलाई पनि एकदम निडेड थियो यो होइन लङ लाग्यो यसको चाहिँ लामो थ्याङ्क यू अब तिम्रो पालो भएन अरे लो यही हो यो डिजाइन नयाँ डिजाइन आएको रहेछ अनि त्यही भएर यसले किन मनपर्छ भनेर अब अर्को तिम्रो पालो रेड यति पनि भने नि त रेड मैले रेड भन्नु नि त चल्यो होइन त 3 2 1 go kidding चाबी किडिङ डु लाइक राम्रो मैले नि अस्ति हेरेको थिएँ तर नकिनेको तपाईँलाई यो चाहियो भन्दा थ्याङ्क यू मलाई पिरियड हुँदा एकदम गाह्रो भइरहेको हुन्छ अनि मेरो नर्मली पनि खुट्टाहरू हातहरू एकदम चिसो हुन्छ थ्याङ्क यू गाई जस्तै चाहिँ यो ट्रेन चाहिँ आइरहनु पर्ने चाहिँ गिफ्ट आइरहन्छ होइन ठिक छ अब मेरो पालो ब्लू स्काई ब्लू है मैले स्काई ब्लूको कस्तो खोजेँ भेट्दै भेटिनँ कि होइन तर मैले एउटा खोजिरहेको छु तर एकदम निडेड थियो क्या रुमलाई ल 3 2 कति भएको थियो नाग्लो किन्ने भनेको अब कति भएको थियो नि त नाग्लो किन्ने भनेको अनि त्यो टाइम ल्याइदिनँ अनि मैले कुनै भित्रै मैले नाग्लो लगाइदिएँ साथी ग्रे 3 2 1 go थ्याङ्क यू तिमीलाई एकदम निडेड थियो नि यो थ्याङ्क यू सक्स मसँग एकदम निडेड त छैन तैपनि बाक्लोवाला निडेडै थियो भनौँ न थ्याङ्क यू अब ओरेन्ज 3 2 1 भेट्यौ ल निकाल यो चाहिँ कलर पनि भयो मेरो एकदम दामी छ है तिमी अनएक्सपेक्टेड कुरा है तिम्रो ल मन पर्दैन कस्तो यार अरू पनि छ तर मैले सोचेको थिइनँ कि यो चाहिँ and this one also and this one also तिमीलाई एकदम क्लिन्जर चाहिरहेको थियो नि त तिमीले यो ओके तिमीलाई कहिले एउटा कुरा भन्छु यो रुममै थियो 5 मिनेट हुन लाग्यो तिमीलाई पनि चाहिरहेको थियो नि त क्लिन्जर र तिमीलाई अर्को पनि छ है वेट अनि मलाई सनस्क्रिन पनि चाहिरहेको थियो मैले एभिडक्स युज गरेर हुन्थेँ अनि मैले क्लिन्जर पनि एभिडक्सको ल्याइदिएको थियो भएर थ्याङ्क यू यो पनि मलाई एकदम निडेड थियो मेरो एकदम लिप एकदम ड्राई भएर हुन्छ क्या मेरो जहिले पनि जाडोमा रगतै आउँछ क्या किन्दिनु भनेर अब कस्तो टर्न मेरो टर्न होइन होइन अब मेरो टर्न ब्लू कुन ब्लू अर्कोवाला ब्लू है अर्कोवाला ब्लू यो चाहिँ गाइज हाम्रो रुममा एकदमै निडेड छ एकदम छिटो 3 2 1 गो तर खोलेकै होइन मैले
दिस वान for you and अर्को एकदम निडेड थियो क्या होइन गाइस जिरा र धनिया दुईटै रुमलाई चाहियो खोलौँ न है ओपन गरौँ है एकछिन लङ हुन्छ एकछिन काटेर अनि हामी देखाउँछ मात्रै ल थ्याङ्क यू है यो चाहिँ सु कभर रहेछ अहिले म मिलाउँछु लास्टमा देखाउँछु ल लास्टमा देखाउँछु है गाइस अब मेरो टर्न है वाइट यो पनि हाम्रो टिममा एकदम निडेड छ कि 1 2 3 गो थ्याङ्क यू थ्याङ्क यो चाहिँ हाम्रो टिममा होइन अस्ति नैदेखि त्यो दिदीले चाहियो भन्नु थियो थ्याङ्क यू यो चाहिँ सु यो चाहिँ मलाई इयरिङ चाहिँ एकदम मनपर्छ सु ब्याग हो क्या वासिङ मेसिनको लागि थ्याङ्क यू अब तिम्रो टर्न अब येल्लो कलर 3 2 1 go is it true why के त्यो नि रुममा थियो के गाइस आई सोयर रुममा थियो ले कार्टुन ल्याएर आए थिए साच्चै म हिजो सामान किन्न गएको थिएँ येल्लो कलरको मैले केही पनि उसले यो फ्रुट्स चाहिँ ट्राई गरेको छैन होला होइन स्टार फ्रुट्स ल्याइदिएछु मैले उसलाई भनौँ न हामीले सबैले खाइन्छ खानेको ल्याएपछि त अनि त्यसपछि लोकल केराको एकदम मनपर्छ क्या अनि किनकि अस्ति मैले घरबाट दुध पनि लिइरहेको थिएँ लोकल केरा लिएर आएँ त्यही भएर है मैले यति धेरै ल्याइरहेको छु कि उसलाई नकुरा गरौँ क्या अनि उसले चाहिँ मलाई यस्तो हेला गएपछि त अनि चुप्पा चुप्स पनि होइन अनि अर्को पनि छ एकदम हाम्रो यो चुप्पा चुप्सको ट्रेन्ड चाहिँ हाम्रो छोरीको कारणले सुरु भएको है अनि तेल ट्याक्क सकिएको थियो कि होइन हामीले पिनेको तोरीको तेल खान्थ्यौँ अनि तेल सकिएको थियो अहिले यो धारा तोरीको तेल त्यो पनि गिफ्ट न हो होइन आजै लिइरहेको किन पहिला ल्याएर दिए होइन मैले त्यही भएर ल तिमीले त उसले त खाना बनाउने सधैँ त्यही भएर है मेरो पालो पर्पल है ल 3 2 1 go oh my god no this is not fair मैले इन्डियाबाट लिएर आएको हो कि नो दिस इज नट फेयर यो त मैले किनेको हो नि त हेर्नु कस्तो राम्रो हो ओह थ्याङ्क यू ग्लिटर पनि रहेछ मन पर्न त्यो मेरो त फेभरेट थियो त अनि कस्तो अनि कस्तो रियाक्सन यो नि त्यसो भने हजुर मैले इन्डियाबाट म आफै ल्याएको हो गाइस इन्डियाबाट म आफैले लिएर आएको हो गाइस अब लास्टमा फेरि दुईटा लिएर आउनु भयो एउटा दिदीलाई एउटा मलाई नै भयो लास्टमा चाहिँ अब हाम्रो एउटा कलर रहेको छ यसलाई कफी कलर नै भन्छ होला सायद है मेबी ब्राउन के कफीवाला ब्राउन तर मैले त्यो केही पनि पाइनँ क्या अनि मैले त्यसलाई चाहिँ गोल्ड जस्तो लाग्यो अनि मैले त्योवाला ल्याइदिएँ है ए सरी स्टार्टिङमा भनेछु क्या ल 3 2 1 गो मैले त्यो लिप लाइनर ल्याइदिएको थिएँ मैले त्यो कफी कलर काहीँ पनि पाइनँ कि होइन अनि उसलाई चाहिँ एकदम त्यो हातहरूमा अनि नेकमा नेकलेसहरू लाउन एकदम मनपर्छ क्या अनि कस्तो राम्रो डिजाइन लाग्यो क्या साडीहरू लाउँदाखेरि अनि यो लगाइदिएँ अनि मतलब मैले रुममा एउटा मात्रै चपस्टिक थियो होइन मैले युज गरेर हुन्थेँ क्या अनि उसले झन् चपस्टिक 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 भनेर यस्तो किचकिच गरेर हुन्थ्यो क्या लिटरली मैले जहिले त्यो चाउचा खाँदा दिदी हजुर उसले खानु न मलाई दिनु न भनेर हुन्थ्यो अनि त्यही भएर यो ल्याइदिएँ होइन थ्याङ्क यू अनि थ्याङ्क यू है अब हाम्रो सबैको गिफ्ट देखाउँछौँ है दिदीले त मेरो गिफ्टै देखाउनु भएन देखेँ यो मैले देखेँ मलाई चाहिरहेको थियो सबै हामीले सर एकचोटि देखाउँछौँ कसकोले चाहिँ राम्रो गिफ्ट दियो हेरेर फिडब्याक दिनु होला इन्कमेन्ट तर थाहा मैले कस्तो कुरा एउटा अनएक्सपेक्टेड कुरा गरेर तर मैले त्यो एक्सपेक्ट कुरा पुरा भएन होइन थ्याङ्क यू तर तिमीलाई सबभन्दा बेस्ट गिफ्ट कुन लाग्यो मलाई सबैभन्दा बेस्ट गिफ्ट ब्याग थ्याङ्क यू लास्ट एक्सपेन्सिभ थियो त्यो पनि मलाई त सनस्क्रिन मोइस्चराइजरले डुबाइसकेको थियो गाइज थ्याङ्क यू सो मच गाइज ल अन्तिमसम्म हेरिदिनु भयो थ्याङ्क यू मलाई त सबै मेरो लागि बेस्ट नै छ मलाई यो पनि एकदम निडेड थियो यो पनि निडेड थियो होइन यो पनि एकदम निडेड थियो तर यो चाहिँ मलाई साइज मिलेन होइन तर मलाई चाहिँ कलरहरू त्यो ग्लिटरहरू धेरै चाहिँ एकदम मन पर्थ्यो साइज मिलेन तर म उसलाई नै गिफ्ट ब्याक गर्छु होइन तर यो उसले बरु अर्को ल्याइदिन्छ मलाई थ्याङ्क यू गाइज बाई बाई थ्याङ्क यू